बालेन सरकारले असारभित्रै सुकुम्बासीहरूलाई लाल पूर्जा बाँड्ने भनेपछि होल्डिङ सेन्टरमा बसेकाहरू के भन्छन् त? यो सुन्नुस्। बालेन सरकारले असारभित्रै लाल पूर्जा दिने भएपछि खुसीले भक्काने सुकुम्बासी। हर्काको आँसु पनि आउँदो रहेछ कोही बेला त। अस्ति त अब दुःखले रोइयो होला हैन, अब त हर्काको आँसु पनि आउँछ। भन्छन् बालेन त भगवानै बनेर आए। बालेन चाहिँ हाम्रो लागि भगवान भएर आएछन् भने जस्तो अब भूमि मन्त्री जब बोले नि अब चाहिँ लागिरहेछ। अब असारको तेस्रो हप्तादेखि हामीले चाहिँ लाल पूर्जा वितरण गर्ने काम हामीले चाहिँ सुरुवात गर्नेछौँ भन्ने कुरा म यहाँबाट जानकारी गराउन चाहन्छु। यसपालिदेखि चाहिँ अब सुकुम्बासीको ट्र्याकबाट हटिन्छ कि? यस्तो सरकार पहिले नै आइदिएको भए हामी पहिले टुङ्गा लाग्ने रहेछौँ। बालेन सरकारले यति काम गर्यो भने हरेक नेपालीले बालेन सरकारलाई धन्यवाद दिनै पर्छ। जे गर्छ बालेनले गर्छ। विपक्षी विरोधी गुइठेहरूले बालेन सरकार विरुद्ध सुकुम्बासीहरूलाई उक्साए, आन्दोलन गर्न लगाए, भड्काए, तर पनि केही गर्न सकेनन्। अहिले बालेन सरकारले लाल पूर्जा बाँड्न थालेपछि यिनीहरू त जलेरै मर्ने भए। विपक्षी गुइठेहरूले के चाहन्छन् भने सुकुम्बासीहरूले लाल पूर्जा पाउँदै नपाउन्, यिनीहरूले स्थायी बसोबास गर्ने ठाउँ पाउँदै नपाउन्, जसरी पनि सुकुम्बासी भएर बसुन् भन्ने चाहन्छन्। त्यही भएर यिनीहरूले खालि बालेन सरकारको विरोधको लागि विरोध गर्छन्।